हजुर एक्लै हो हजुर दिदी हेलो दिदी के हो दिदी म्या ओ आइ बिचरा अघि तपाईँले भन्नुहुँदा पनि मलाई मन पोलेर म त हेर्नै नसकेको के भयो फेरि ओ सिट कहाँ सिधै बजारै क्या दिदी त के भयो फेरि सिधै यहाँ ठोकेकै क्या दिदी त यो बिचमा ठोक्यो यसमा ठोक्यो होइन लडेको ए यहाँ यताबाट जान पर्छ ए हो र कन्फ्युज हुनुभयो क्या हतार भयो खै बिचरा खुट्टा के हो यस्तो बलिलो माटोमा त ट्याक्सी बोलाइदिनु पर्ला नि त नि हजुर एक्लै हो हजुर दिदी हेलो दिदी के हो दिदी दिदी एक्लै एक्लै हो एक्लै हो ट्याक्सी बोलाइदिनु पर्छ क्या हो बहिनी घर पानी खाने कसैलाई कल गरेर बोलाइदिउँ लड्नुहुन्छ नि त नि पानी खानुहुन्छ आँखा हिँडेर नम्बर चाहिँ एकचोटि प्रोभाइड गर्नु भएको थियो घर परिवारको आँखा बन्द गर्नुभयो भने गाह्रो हुन्छ पानी पानी पिउनुहुन्छ अलिकति पानी ल्याइदिन्छु म पखाउँ ल ओइ बिरालो कस्तो बिरा अरे शिव के हो यार ओइ बिचरा के देखेको आज त यार यता एक्सिडेन्ट त यो बिचरा यो फेरि तडपिरहेछ हेत तेरिका भन्नु पर्यो पानी किन यो लगिदिउँ उता त ल ल यो लिएर जाउँ हस् अहिले ल्याइदिन्छु ल ए यो बिरालो के गर्ने यार फेरि फेरि बिचरा पहिला दिदीलाई पानी दिदिउँ ल्याउनु त पानी दिँदा ए यो बिरालो के गर्ने यार बुढो नि भइसकेछ के हुन्छ यसलाई सेट ओइ 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 पख 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 ओइ म्या ओइ आइ बिचरा हाने कि हाल्दा कसैले सेट आँखाबाट रगत रगत नली 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 स्टक के गर्ने अहिले त छायामा राख्छु एकछिन ओए बिचरा ओए ओए रोक 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 मेरो यार के गर्ने यार प्लास्टिक कप के गर्ने यार यस्तो देखेपछि त कस्तो तनाव पो हुन्छ भने के गर्ने भयो अब एउटा प्लास्टिक कप छ प्लास्टिकको कप छ छैन चाहिँ पाउँछ त फेरि प्लास्टिक कप छ प्लास्टिकको कप छ एउटा दिन त कति यसको हस् थ्याङ्क यू यस्तो ल्याङ भयो यार बिरालो पो के गर्ने भयो त मलाई त बिचरा घिट घिट भइरहेछ त्यो त मर्छ होला पानी थोरै दिउँ कि भने यसमा यो पानी बाँकी छ पानी बाँकी छ
कसैलाई फोन गर्नु न तपाईँको आफूले धेरै उ नगर्नु फेरि यस्तो त झन् फेरि माथि गएर फेरि लड्यो भने के फोन गरेर बोलाउनु नलैजानु फोन गरेर बोलाउनु न यहाँ पहेँलो पुल भनेर दिदीको त भयो अब यहाँ बिरालोको तनाव लाग्यो मलाई त के गर्ने बिरालो अब यहाँ आगे फेरि गाडीले क्याचक्क पारिदिइहाल्दैन त्यो त के अब हेर्दाखेरि बिरालो मैले त नदेखेको हल्लिएको भएर पो बिरालो सुरी हजुर के भएछ गाडीले हाने होला है ए के गर्नु ल्याएर के गर्नु त्यसलाई अब कसलाई इरमानलाई मैले इरफान भाइलाई गरेको थिएँ रेस्पोन्सै भएन उहाँ अब कता कता पुगिरहेको बिजी होला हो त्यही त के गर्ने अब ए त्यही त त्यहाँ एउटा दाइ छ कि त्यो त आउँछ कि जसलाई एकछिन त्यहाँ होस् मेरो दिमागले काम नगरिसक्यो बोकेर त्यहाँबाट यता सारेको गाडी पनि शीतलमा धेर घाम भनेर त्यही त छटपटी रहेछ म त्यही भएर हेर्दैन अघि तपाईँले भन्नुहुँदा पनि मलाई मन पोलेर म त हेर्नै नसकेको त्यही त के हेर्ने अब गाह्रो भएको छ त्यसलाई यति गाह्रो भएको छ मान्छे भित्र रहेछ क्या पुरै पानीमा चोबलिरहेछ थर्र कामिरहेछ पापी त्यसलाई त भगवान् भने नि म त यस्तो मान्छेहरूलाई त यस्तो होस् कि त्यो छटपटाहरू चाहिँ त है ऊ प्राणी हो नि त बोल्नु पो त्यो तडपिरहेछ ल ल ल सिट ए तेरिका यो त कस्तो छटपटेको यार कहाँ राख्नु त्यसलाई त कता के छ त्यहाँ लड्दैन त्यसले हौ बिचरा यार ल यस्तो छ तनाव छ पक 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 नात्यो कस्तो यार यसले त आँखै रगत रगत भइसक्यो कता भनेको त अहिले यहाँ रहेछ सेट ल अन्त अहिले यो एउटा खुट्टासम्म सेट यहाँ राखिदिरहनु झर्दैन है म यहाँ छ भनिदिन्छु ल ल आउँदैछ त्यो त बाँच्दैन जस्तो लाग्यो बाँच्दैन होला कि बाँच्नु त त्यही त रगतै यसो उ गरिदिन पाए हुन्थ्यो कि मैले कतिलाई आउँछ आउँछ त्यो मान्छे आउँछ म त्यहाँ गएर म आइहाल्छु त्यो मान्छेसँगै आउँछु हस् हस् कस्तो यार त्यो तनाव भयो त्यो दिदीको त भइहाल्यो होइन यता बिरालोको पो टेन्सन भएर दिदी बिचरा दिदीलाई चाहिँ अब दिदीहरूले हेरिदिनु भएको छ त्यो बिरालो चाहिँ मैले एउटा मान्छे बोलाइदिएको छु त्यो त आधैखेरि हेरिदिनुहुन्छ पानी पनि खाएन पुरै त्यो छटपट्टि रहेछ यार Enjoy the